बिमा भनेको असाध्यै संवेदनशील क्षेत्र हो। बिमा व्यवसाय भनेको यो चाहिँ विश्वासमा आधारित व्यवसाय हो। हामीले विश्वास बेचेका हुन्छौँ। अटमोस्ट गुड फेथ, परम सद्विश्वासमा आधारित यो व्यवसाय हो। हामीले भनेका कुराहरू विश्वासमा आधारित हुनुपर्छ र व्यवहारमा त्यही कुरा लागू हुनुपर्छ। यदि जनताले विश्वास गरेनन् भने अथवा जनतामा त्यो विश्वास रहेन भने यो क्षेत्रमा विसङ्गति र विकृतिहरू आउन सक्छन् र त्यस्तो अवस्थामा हामी नेपालीहरूलाई नै, नेपालको अर्थतन्त्रलाई नै धराशायी बनाउन सक्छ भन्ने हाम्रो मान्यता हो। त्यसैले हामीले यो विश्वासलाई कायम गर्नुपर्छ। बिमाकहरूले बिमा गराउँदाखेरि जुन किसिमको बोनसका कुरा गरेका हुन्छन्, एउटा आकर्षक स्किमहरू दिएको हुन्छ र त्यही अनुसार चाहिँ बिमा अभिकर्तालाई काममा खटाएको हुन्छ र बीमितहरूले त्यो भनेअनुसारको सुविधा प्राप्त नगर्दाखेरि बिमा व्यवसायमा चाहिँ एउटा जनतामा ह्रास आउन सक्छ, जनगुनासो बढ्न सक्छ र यसले अर्थतन्त्रमा असर पार्न सक्छ। यस्ता किसिमका विकृतिहरूलाई हामीले हटाउनुपर्छ। यो क्षेत्रको दिगो विकासका निम्ति, यो क्षेत्रको सुशासनका निम्ति, यो क्षेत्रको पारदर्शिताका निम्ति र यसलाई विकसित र व्यवस्थित बनाउनका निम्ति हामी सरकार पक्षहरू सबै मिलेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो विश्वास हो, हाम्रो ठम्याइ हो, हाम्रो बुझाइ हो। यही अनुसार हाम्रो सङ्घ भएका नाताले पेसाकर्मीहरूको हकितको लागि त कुरा छँदैछ, त्यसका साथसाथै पनि यो आम नेपालीहरूको सरोकारको विषयवस्तु भएको हुनाले समग्र बिमा व्यवसायको विकास र विस्तारका निम्ति हामीले पहल गरिरहेका छौँ। यसको दिगोपनका निम्ति, यसको विकास प्रबन्धनका निम्ति र यो अहिले करिब अब लाखौँ नेपालीहरू आबद्ध भइसकेको अवस्थामा यसले चाहिँ नेपालको अर्थतन्त्रको जिडिपीमा पनि ठुलो योगदान गरिरहेको अवस्थामा, त्यसपछि 5 लाख बिमा अभिकर्ताहरू यसमा रोजगार भइरहेको अवस्थामा र यसले ठुलो एउटा लगानीयोग्य रकम पनि नेपाली जनताबाट सासानो पुँजीको रूपमा सङ्कलन गर्ने हुनाले यो क्षेत्रलाई हामीले एकदम व्यवस्थित बनाउनुपर्छ, व्यवस्थित ढङ्गले अगाडि बढाउनुपर्छ र हामीले त्यो विषयवस्तु चाहिँ नेपाली जनतालाई, त्यसपछि बिमा कम्पनी सञ्चालन गर्ने कम्पनीका सञ्चालकहरूलाई र बिमा प्राधिकरण, यसको नियामक निकाय बिमा प्राधिकरण र अर्थ मन्त्रालयसम्म हामी सूचित गर्ने अभियानमा छौँ र हामीले हाम्रो सङ्गठन विस्तार गर्ने क्रममा यी सवालहरू हामीले विभिन्न फोरमहरूमा बताउँदै आएका छौँ र यो पहिलो हाम्रो पत्रकार सम्मेलन भएको हुनाले मैले अहिलेसम्म हाम्रो नेपाल राष्ट्रिय बिमा अभिकर्ता सङ्घ दर्ता भएर अगाडि बढिसकेपछि के कस्तो गतिविधि गरिरहेको छ भन्ने सन्दर्भमा मैले आफ्ना केही डकुमेन्टहरू पनि म यहाँहरूलाई सेयर गर्न चाहन्छु। र हाम्रो यो सङ्घ चाहिँ नेपालको संविधान, नेपालको कानुन, ट्रेड युनियन ऐन 2049 को पहिलो संशोधन 2055 को दफा 4 को उपदफा 1 बमोजिम नेपाल राष्ट्रिय बिमा अभिकर्ता सङ्घ दर्ता प्रमाणपत्र नम्बर 593 यो प्राप्त भएको छ र यो सङ्घ चाहिँ अहिले ट्रेड युनियनको यो कानुनअनुसार सबभन्दा ठुलो सङ्घ हो। हाम्रो चाहिँ यो नेपाल राष्ट्रिय बिमा अभिकर्ता सङ्घ चाहिँ 5623 जना चाहिँ बिमा अभिकर्ताहरू सम्मिलित भएको सबभन्दा ठुलो पहिलो सङ्घ हो भने योभन्दा अर्को सङ्घ पनि अहिले रहेको छ जो चाहिँ 500 को सङ्घ हो। यति कुरा म जानकारी गराउँदै हामीले हाम्रा मागहरू विभिन्न फोरममा, विभिन्न ठाउँमा राख्दै गर्दाखेरि हाम्रो यो आवाजलाई सानो बनाउनको निम्ति भोलि यो तमाम बिमा अभिकर्ताहरू एकजुट भयो भने र विविधका कुराहरू उठाउनु भयो भने र बिमा अभिकर्ताको हकितका कुरा उठाउनु भयो भने हामीलाई अप्ठ्यारो पर्न सक्छ।
हामीलाई गाह्रो पर्न सक्छ र हामीले सोचेअनुसार हामीले चाहिँ त्यो काम गर्न सक्दैनौँ भन्ने सोचेर हामीलाई हिजो मात्रै नेपाल लाइफ इन्सुरेन्स कम्पनीमा काम गर्ने अभिकर्ताहरूलाई जो वार्षिक रूपमा चाहिँ उहाँको आफ्नो मेहनत, आफ्नो दुःख, आफ्नो पसिनाले एउटा टार्गेट मिट गरेको हुन्छ, कम्पनी दिएको टार्गेट, सो अवस्थामा सम्मान दिन आउनका लागि कम्पनीको व्यवस्थापनबाट जुन एउटा सङ्घलाई चाहिँ काख च्याप्ने र अर्को सङ्घलाई चाहिँ पाखा लगाउने, हाम्रा साथीहरूलाई बाउन्सर लगाएर बाहिर पठाउने, नेपाल लाइफको केन्द्रीय अध्यक्ष हाम्रो कृष्ण प्रसाद आचार्यज्यूलाई चाहिँ प्रहरी प्रशासनको दुरुपयोग गरेर पक्राउने, निरुत्साहित गर्ने, डर देखाउने र त्यसपछि यो ठुलो सङ्घलाई नेपालको कानुन, संविधान, ऐन, ट्रेड युनियन ऐन प्रचलित सबै कानुनअनुसार दर्ता भएर आएको यो सङ्घलाई बेवास्ता गर्ने जस्तो जुन काम गर्नुभएको छ, त्यसप्रति हामीले नेपाल राष्ट्रिय बिमा अभिकर्ता सङ्घले खेद प्रकट गर्दै, निन्दा गर्दै हामीले एउटा प्रेस विज्ञप्ति पनि म यहाँ समक्ष पढेर सुनाउन चाहन्छु। नेपाल राष्ट्रिय बिमा अभिकर्ता सङ्घ व्यवस्थित गरिनुपर्छ। 8. अभिकर्ता तालिम व्यवस्थित र प्रभावकारी बनाउने, बिमा व्यवसायलाई विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ताहरूको तालिम व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छ। योग्य र तालिम प्राप्त प्रशिक्षकहरूबाट 1 हप्ते पूर्ण रूपमा व्यवस्थित र प्रभावकारी तालिमद्वारा अभिकर्ताहरूलाई ज्ञान, सिप र जानकारी प्रदान गर्नुपर्दछ। 9. बिमा अभिकर्ताहरूको अनुमति पत्र सरल नवीकरण गर्ने प्रणाली विकास गर्ने, बिमा अभिकर्ता नियमित र तलबी कर्मचारी वा नियमित आम्दानी गर्ने व्यक्ति नभए पनि उनीहरू कानुनी व्यक्ति भएकोले बिमा अभिकर्ताको अनुमति पत्र बिना शर्त नवीकरणको व्यवस्था गर्नुपर्छ र समयभित्र नवीकरण हुन नसकेको अभिकर्ताहरूलाई मासिक रूपमा जरिवाना शुल्क हुँदै जाने व्यवस्था गर्नु न्यायिक हुन्छ र 1 वर्षसम्म नवीकरण गर्न पाउने व्यवस्था हुँदा राम्रो हुन्छ। 10. अभिकर्तालाई पुनर्ताजगी तालिम व्यवस्था गर्ने, अभिकर्ताहरूको ज्ञान, सिप र क्षमतालाई अभिवृद्धि गर्न अभिकर्ताहरूलाई योगदानको आधारमा सूचीकृत गरी सोही अनुसारको पुनर्ताजगी तालिम व्यवस्था बीमक र प्राधिकरणले गराउँदा सम्पूर्ण बिमा अभिकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह हुन गई उत्पादकत्वमा वृद्धि हुन सहयोग मिल्छ। 11. एकल किस्ता वा समर्पण मूल्य प्राप्त नभएका जीवन बिमा पोलिसीहरूलाई निरन्तरता गराउन प्रोत्साहित गर्ने, वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रूपमा किस्ता बुझाएका तर विभिन्न कारणले बिमा पोलिसीलाई निरन्तर गर्न नसकी समर्पण मूल्य प्राप्त नभएका पूर्ण रूपमा व्यतीत भएका बिमा पोलिसीहरू खरिद गरेका बिमितहरूलाई सकारात्मक धारणा विकास गराउन ठुलो सहयोग पुग्ने हुँदा त्यस अवस्थामा बिमा पोलिसीहरूको समर्पण मूल्य 2 वर्षपछि प्राप्त हुने व्यवस्था गर्नु उचित देखिन्छ। 12. अभिकर्ताहरूलाई कर्जा सुविधामा व्यवस्था गर्ने, बिमा व्यवसायको प्रचार प्रसार, विकास र विस्तारका निम्ति रातदिन मेहनत गरी निरन्तर महत्त्वपूर्ण योगदान पुर्याउने अभिकर्ताहरूलाई प्रोत्साहन गर्न उनीहरूको योगदानको आधारमा सहुलियत दरमा कर्जा प्रवाह गर्ने व्यवस्था गर्नु अति आवश्यक छ। 13. समर्पण मूल्य सरेन्डर भ्यालुलाई वैज्ञानिक, न्यायोचित र पारदर्शी बनाउने, विभिन्न कारण बिमा पोलिसीलाई निरन्तरता गर्न नसकी समर्पण गर्न चाहने बिमा पोलिसीहरूको समर्पण मूल्य वैज्ञानिक, न्यायोचित र व्यावहारिक नहुँदा जीवन बिमाप्रति बिमितले आफू ठगिएको महसुस गर्ने र न्यायोचित र व्यावहारिक नहुँदा जीवन बिमाप्रति नै आम जनताको धारणा नकारात्मक हुँदै जाने हुँदा बिमितले पोलिसी समर्पण गर्दा प्राप्त गर्ने समर्पण मूल्य न्यायोचित हुने व्यवस्था गर्नु आवश्यक देखिन्छ। 14. अभिकर्ताहरूको पदोन्नति प्रणालीलाई व्यवस्थित गर्ने, अभिकर्ता पेसा व्यवस्थित, मर्यादित, आशा लाग्दो र भरपर्दो हुँदा यस क्षेत्रमा लाखौँ व्यक्तिहरू आबद्ध हुन्छन् र
समर्पित भई निरन्तर लाग्ने अवस्था सिर्जना हुन्छ। परिणामस्वरूप समग्र बिमा व्यवसायको विकास र विस्तार हुन जान्छ। त्यसैले निरन्तर यस पेसामा काम गर्ने अभिकर्ताहरूलाई व्यवस्थित पदोन्नति प्रणाली प्रमोसन सिस्टममा पदोन्नति हुने नीतिगत व्यवस्था हुनु जरुरी छ। 15 संस्थागत बिमा अभिकर्ताहरूको व्यवस्था हटाउने। नेपालको सन्दर्भमा संस्थागत अभिकर्ता प्रणाली प्रभावकारी, व्यावहारिक तथा सफल हुन नसकेको देखिन्छ। यस व्यवस्थाले व्यक्तिगत रूपमा कार्यरत अभिकर्ताहरूको रोजगारीमा समेत प्रभावित हुने भएकोले पुनः संस्थागत अभिकर्ताहरू ऐन तथा नियमावलीमा समावेश गर्नु उपयुक्त देखिँदैन। त्यसैले सम्बन्धित प्रावधान संशोधन गरी हटाइनुपर्ने राय प्रस्तुत गर्दछौँ। 16 बिमा अभिकर्ता पेसालाई आकर्षित, व्यवस्थित, मर्यादित र भरपर्दो बनाउने। बिमा अभिकर्ता पेसालाई सम्मानित तथा व्यवस्थित पेसाको रूपमा विकास गरी लाखौँ नेपालीलाई रोजगारीको अवसर सिर्जना गर्न आवश्यक छ। यसका लागि ऐन तथा नियमावलीको निर्माण प्रक्रियामा बिमा अभिकर्ता सङ्घहरूको सहभागिता सुनिश्चित गरिनु पर्दछ। 17 इजाजत पत्र नवीकरण प्रक्रियालाई सहज बनाउने। एकपटक बिमा अभिकर्ता तालिम लिई कम्पनीबाट कम्पनी कोड प्राप्त गरिसकेका अभिकर्ताहरूले कुनै कारणवश नवीकरण हुन नसकेको अब पुनः इजाजत पत्र नवीकरण गर्दा पहिले पेश गरिएको शैक्षिक योग्यताको प्रमाणपत्र एसएलसी कक्षा 10 कै आधारमा नवीकरण गर्न पाउने सहज व्यवस्था गरिनु आवश्यक छ। 18 बिमा अभिकर्ता इजाजत पत्र नवीकरण नभए पनि प्राप्त हुने आम्दानी व्यवस्था कायम गर्ने। बिमा अभिकर्ताको इजाजत पत्र समयमै नवीकरण नभएको अवस्थामा पनि उनले त्यस समयसम्म अथवा त्यस अगाडिसम्म गरेको बिमा व्यवसायबाट नियमअनुसार प्राप्त हुने आम्दानी निरन्तर रूपमा पाउनुपर्ने व्यवस्था गरिनु आवश्यक छ। बिमा अभिकर्ताहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने। बिमा अभिकर्ताहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गरी उनीहरूको आत्मसम्मान अभिवृद्धि गर्नका लागि राष्ट्र निर्माणमा योगदान पुर्याउने अवसर प्रदान गर्नु आवश्यक छ। केशरबहादुर गरन्जा महासचिव, राजेन्द्र अमात्य अध्यक्ष। यसरी हामीले बिमा प्राधिकरणलाई पनि हाम्रो तर्फबाट राय सुझाव दिइसकेका छौँ र हामीलाई यो चाहिँ इमेल मार्फत नै डिजिटल सिस्टमबाट नै पठाउनु भनेको हुनाले हामी डिजिटल सिस्टमबाटै पठायौँ र फेरि पनि हामीले बिमा प्राधिकरणलाई दिनुपर्ने राय सल्लाह सुझाव र बिमा व्यवसायको विकास र विकासका लागि गर्नुपर्ने जुन आगामी रणनीतिहरू कार्यक्रमहरू हाम्रो तर्फबाट दिनेछौँ र यो हाम्रो सङ्घ चाहिँ दर्ता भएपछि अहिलेसम्म जे जस्तो गतिविधि गरेको छौँ त्यो गतिविधिहरूलाई मैले चाहिँ डकुमेन्टमा भएको आधारमा यहाँहरूमा सेयर गरेँ र अभिकर्ता सङ्घ भएको नाताले अभिकर्ताहरूको हकितका निम्तिका केही बुदाहरू पनि हामी यहाँ प्रेषित गरेका छौँ भने समग्र बिमा व्यवसायलाई शुद्धिकरण गर्नको निम्ति, यसमा भएको विकृतिहरूलाई नियन्त्रण गर्नको लागि, संस्थागत सुशासनको निम्ति र बिमा व्यवसायमा दिगोपन गरेर आम नेपालीहरूको एउटा भरोसाको केन्द्रबिन्दु बनाउनको निम्ति र लाखौँ व्यक्तिहरूलाई रोजगार दिनको लागि यो क्षेत्र अझ सशक्त भएर अझ भरपर्दो भएर अगाडि बढोस् भन्ने हामीले यो चाहनाले हाम्रो अभिकर्ता सङ्घ निरन्तर अगाडि बढिरहेको छ। अब बाँकी सवाल जवाफका कुराहरू र हामीले अहिले तत्काल फोकस गर्नुपर्ने कुराहरूमा हाम्रो अध्यक्ष, नेपाल राष्ट्रिय बिमा अभिकर्ता सङ्घको आदरणीय अध्यक्ष हाम्रो राजेन्द्र अमात्यज्यूले राख्नुहुनेछ भन्दै पत्रकारहरूको बिचमा म बिदा हुन्छु। नमस्कार, धन्यवाद। सबै नेपाल लाइफ पनि हो, सँगसँगै सबै कम्पनीहरूको बारेमा पनि हो। के हो भन्दा यो गुमराहमा राख्न भएन। यो गुमराहबाट हामी अभिकर्ताले दोषारोपण समाजले र नेपाली समाज र नेपाली जनताले ढिकार्ने खालको काम गरिदिनु भएन भन्ने कुरा हो। के हो भन्दा हामीलाई कम्पनीहरूले अहिले पनि जानेर या नजानेर या कुन प्रकारबाट हो कम्पनीहरूले के गराइरहेको छ भने तपाईँले बिमा खुर्क गर्नुहोस्, 15 देखि 20 वर्षको अवधिमा तपाईँको 1 लाखको बिमा गर्नुभयो 20 लाख 2 लाख रुपियाँ आइहाल्छ, यानि डबल हुन्छ भनेर हाम्रो साथीहरूलाई चाहिँ काम लागिरहेको अवस्था छ। काम लागिरहेको अवस्था यो त गलत हो नि त। अहिले उहाँहरूले चाहिँ हामीलाई चाहिँ दिनु पर्यो भने अहिले सबैभन्दा बढी बोनस दिन्छ भन्नेले पनि डबल दिइरहेको छैन।
अनि किन यो चाहिँ मलाई चाहिँ हामीले भ्रमको खेती गर्न दिन्छ हो? न्यूनतम पनि बिमा प्राधिकरण नियामक निकाय हो, बिमा कम्पनीहरूलाई सबैलाई हेर्ने हो भन्ने कुरा हो भने हाम्रो माग के हो त भन्दा न्यूनतम बोनस कुन चाहिँ कम्पनीले कति दिन सक्छ, कम्तीमा दिनु पर्यो। जसरी राष्ट्र बैङ्कले सबै बैङ्कहरूलाई तिम्रो चाहिँ न्यूनतम ब्याज दर कति भनेर किटानी गर्न आउँछन्, त्योभन्दा बढी कति चाहिन्छ, कति दिन सक्छ, त्यो आफ्नो क्षमता अनुसार देऊ। तर न्यूनतम यति बोनस यति चाहिँ ब्याज दिनुपर्छ भनेर त किटानी गरेको छ नि त। भने नेपालमा बिमा बजारमा लाइफ इन्सुरेन्सहरूलाई जीवन बिमा कम्पनीहरूले यो कुरा गर्ने कि नगर्ने, गराउने कि नगराउने नियमको निकाले। त्यस कारण पनि हामीले आज यो बाहिर ल्याएको। हिजो भित्रबाट हामीले सबै कम्पनीकामा रहेका कार्यरत अभिकर्ता साथीहरूले आफ्नो आफ्नो ढङ्गले हामीले लड्यौँ पनि, आवाज उठायौँ पनि, हामीले व्यवस्थापनसँग बसेर छलफल पनि गऱ्यौँ, भलाइकोसरी धेरै कोणबाट गऱ्यौँ। कुनै बेला टेबलमा बसेर गऱ्यौँ, कुनै बेला हामी फ्लोरमा बसेर चाहिँ मतलब आन्दोलित भएर गऱ्यौँ, विभिन्न प्रकारबाट गऱ्यौँ। तर आज एकपछि अर्को गर्दै विभिन्न बानाबाजीमा बोनस चाहिँ मतलब चाहिँ यो 5 वर्षमा निकै नै तल खस्काएको र निकै नै तल लगेको अवस्था छ। त्यसकारण चाहिँ यो कुरा चाहिँ आम जनसमुदाय र आम चाहिँ सरकारवालामा जानुपर्छ र विशेष त नियामक निकायको ध्यान आकर्षण गराउन चाहन्छु। 5 वर्षमा जसरी चाहिँ तल खस्कियो नि 78 सालपछि, त्यसमा खस्किनुमा चाहिँ बिमा कम्पनीहरूले पनि ब्याङ्किङ सेक्टर, ब्याङ्क फाइनेन्स जस्तो चाहिँ नाफा कमाउनेतिर केन्द्रित हुने मुख्य कुरा हो कि अथवा यो विविध किसिमका घटना परिघटना बढी दोषी छन्? अब हामीलाई के लाग्छ भने आदरणीय पत्रकार साथीहरू, यो एकदमै यो बिमा व्यवसायमा एउटा असाध्य एउटा रहस्यमय कुरा के हो भने अहिले नेपालमा स्थापना भएका जति पनि बिमा कम्पनीहरू छन् ती सबै कम्पनीहरूको तपाईँले वित्तीय तथ्याङ्कलाई, प्रगतिलाई, विवरणलाई तपाईँले हेर्नुहुन्छ भने सबै कम्पनीहरूको वित्तीय तथ्याङ्कलाई हेर्ने हो भने प्रगतिशील छ या प्रगति भएको देखिन्छ। तर विडम्बना यस्तो लाग्छ सब मतलब चाहिँ बिमितलाई दिने बोनस मात्र तल गएको छ। किन? प्रश्न यहाँनिर के आम जनता र आम पत्रकार साथीहरूले उठाउनु पर्ने विषय यहाँनिर छ। सबै तथ्याङ्क चाहिँ माथि हुने उहाँहरूको होइन, डाटा सबै माथि हुने, तर जनतालाई दिने चाहिँ प्रतिफल र जनताले दिने रिटर्नमा चाहिँ किन तल गइरहेछ त? सवाल यहाँनिर हो। कति दिन्छन्? जस्तो डबल नभए पनि 1 लाखको 2 लाखहरू पर्ने भनेर सपना देखाएर बिमितहरूलाई भ्रमित पार्नुहुन्छ तपाईँहरू अभिकर्ताले नै उनीहरूको योजनामा। अब 10 वर्ष अथवा 15 वर्षमा कति जति दिन्छन् त? यहीँनिर हो। जस्तै तपाईँको सबैभन्दा बढी दिने कम्पनी भन्नेले पनि 15 वर्षमा 1 लाखको बिमा गरिएछ भने हजुरले अब डाटा निकाल्नु होला, म करोडमा गइएन होइन। सबैभन्दा कम बिमा भनेको नेपालमा सामान्य जनताले गर्ने 1-2 लाखकै हिसाब गरेँ मैले, 1-2 लाखकै कुरा गर्दैछु। सबैभन्दा बढी बोनस दिएछु भन्नेले पनि अहिलेको प्र्याक्टिसमा आएर हेर्ने हो भने अब अहिले घटेको यो 5 वर्षको घटेको रेसियोमा जाने थाल्यो भने त अब अलिकति अगाडि चाहिँ मलाई 10 वर्ष अगाडि अलिकति राम्रै पाएको कारणले गर्दाखेरि कतिपय कम्पनीमा बिमा गर्ने ग्राहकहरूले चाहिँ बिमितहरूले चाहिँ तपाईँको 1,75,000 1,80,000सम्म पाएका छन्। 1 लाख बिमा गर्दाखेरि उसले चाहिँ 75,000-80,000 रुपियाँसम्म प्लस गरेर पाएको अवस्था छ। तर यो 5 वर्ष 78 पश्चात चाहिँ मलाई जुन रेसियोमा घट्न थालेको छ त्यो हिसाबले गर्ने हो भने उसले जम्मा गर्छ 1,25,30,000 रुपियाँ पैसा, तर उसले पाउँछ 1 लाख चाहिँ 65,70,000 पनि नपाउने अवस्था छ। भनेपछि उसले कति प्रतिफल पायो त? सवाल यहाँनिर हो। फेरि पनि मैले जोड दिएर भन्दैछु, कम्पनीका सबै आर्थिक प्रगतिका विवरणहरू चाहिँ माथि जाने, तर हाम्रा जनताहरूले पाउने चाहिँ बोनसको दर चाहिँ तल झर्ने। किन पनि खोलिदिनु पर्यो? त्यसो भए यसमा चाहिँ दूषित मनसाय कस्तो छ? अब यसमा यसो छ, अब यो नाटक मञ्चन कस्तो गर्ने गरिन्छ र हामीले यो 25 वर्षमा हाम्रो अनुभूति र अनुभव चाहिँ के छ भने भन्दाखेरि प्राधिकरणले विभिन्न खालका चाहिँ नीति नियमहरू हामीलाई चाहिँ गर भनेर निर्देशन गर्यो। त्यस कारण गर्दाखेरि दिन चाहेर पनि दिन सकेन भने कम्पनीहरूको भर्सन आउँछ, कम्पनी त्यसरी जवाफबाट चाहिँ पन्छिने चेष्टा गर्छ। अनि बिमा प्राधिकरणलाई भन्यो भने चाहिँ होइन हामीले त्यसो चाहिँ किन गर्न दिन्छौँ र उनीहरूको आफ्नो क्षमता अनुसार दिने कुरामा त हामीले रोक लगाएकै छैन भन्छन्। तर सवाल कहाँनिर हो त भन्दाखेरि कम्पनीका सञ्चालकहरू, कम्पनीको सिओहरू र बिमा प्राधिकरणको बिचमा कस्तो खालको सानकान हुन्छ त्यो हामीले थम्याउनै सकिरहेको छैन कि। जनताले दिने कुरामा उनीहरू यसो गर भन्नै सक्दैन। विषयवस्तु यहाँनिर हो। हामी त्यो कम्पनीको हामी जो साथीहरू जुन कम्पनीमा काम गरे तापनि हामी त्यो कम्पनीमा बिमा गर्ने अभिकर्ता पनि हौँ, हामी त्यो कम्पनीमा काम गर्ने
के अरे लगानी गर्ने सेयर होल्डर पनि हौँ, सर्वसाधारण सेयर होल्डर पनि हौँ हामी, र हामी के पनि हौँ त भन्दा त्यो कम्पनीको बिमित पनि हौँ हैन। त्यसो हुँदाखेरि हामीलाई माया छ, हाम्रो कम्पनीहरू नडुबुन्, हाम्रो कम्पनीहरू गलत वेमा नजाओस्, विषय यो। तर अहिले नियामक निकायबाट जुन किसिमको एउटा खबरदारी कम्पनीहरूलाई गर्नुपर्ने हो, जनताको पक्षमा उसले जुन अभिभावक भूमिका खेल्नुपर्ने हो त्यो नभएको कारणले गर्दाखेरि हाम्रो खबरदारी चाहिँ यो। हामी 4 वर्ष 5 वर्ष चाहिँ हेऱ्यौँ, बाहिर बसेर पनि हेऱ्यौँ, तर यो 5 वर्षमा चाहिँ न नियामक निकाय न हाम्रो चाहिँ हामीले हिजो बनाएको सङ्गठन यी दुईटै पाटोबाट चाहिँ केही पनि खालको चाहिँ कुराहरू नभएपछि हामीलाई चिन्ता लाग्यो। र त्यस कारण चाहिँ कस्तो भने यी विषयहरू अब हामी कम्पनीभित्रै कम्पनीमा काम गर्ने साथीहरूको बिचबाट नै हामी कम्पनी र अभिकर्ताको बिचमा मात्र यी कुराहरू राख्दाखेरि अब नेपाली जनता अझै थप ठगिने डर भयो, अझ थप ठगिने डर भयो हामीलाई। र हामीलाई चाहिँ मतलब चाहिँ हाम्रो सोधासिरा हामी अभिकर्ता साथीहरूलाई ठगिने डर भयो, हामीलाई ठगको ट्याग लाग्ने चाहिँ डर भयो। त्यसले गर्दाखेरि हामीले खबरदारीको निम्ति पनि अहिले हामीले हाम्रो सङ्गठनको मार्फतबाट हामी आवाजहरू उठाइरहेका छौँ, खबरदारी गरिरहेका छौँ। तपाईँले अघि भनेकै तथ्याङ्क अनुसार चाहिँ टेन्टेटिभली अनुमानित 1 लाखको चाहिँ 15 वर्षमा उनले डबल हुन्छ भन्ने सपनामा 1,25,000 जम्मा गर्छ कुनै बिमितले, पाउँदाखेरि तपाईँले भन्नुहुन्छ 1,75,000 पाउँछ हो भनेपछि त 25 × 50 कति आयो? 15 वर्षमा भनेपछि त जुन सपनाले लगानी गरे हुन्छ हजुर हैन, जीवन बिमामा विशेष गरेर निर्जीवनको त फरकै कुरा भयो। जीवन बिमामा त्यसो भए त तपाईँले आज यस्तो किसिमको खतरनाक कुरा सार्वजनिक गर्नुको आम जो चाहिँ अब बिमा गर्नुपर्छ भन्ने सपना बोकेका छन्, हामी पनि गरौँला सोच्दै थियौँ, अब नगरे पनि भयो होइन। यस्तो हो, हाम्रो आजको पत्रकार यो साथीहरूसँग भेटघाट र पत्रकारहरूसँग यो हामीले उजागर गर्नु भनेको कुरा के हो भने नेपालमा कुनै पनि सेक्टर चाहिँ स्वच्छ छ, सफा छ, सबै कुरा चाहिँ सफल छ भन्ने कुरा हामीले गर्न खोजेका होइनौँ। यहाँले भन्दाखेरि फेरि हाम्रा आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई र हामीले बिमाबाट वञ्चित हौ अथवा चाहिँ नगर्नुहोस् तपाईँहरू भन्ने खालको आशय पनि होइन। हाम्रो आशय चाहिँ के हो त भन्दा जे सत्य हो त्यो कुरा चाहिँ भनेर काम गरौँ भन्ने कुरा हो। कम्पनीहरूले त्यो काम गरोस् भन्ने हो, नियामक निकायले त्यो कुरा गरोस् भन्ने हो एउटा कुरा। र अर्को कुरा के हो त भन्दा खबरदारी के पनि हो त भन्दा सबैभन्दा ठुलो कुरा हामीलाई लाग्छ विगतको 78 भन्दा अगाडिको इतिहास 20 वर्षको इतिहासलाई हेर्ने हो भने हामीले के थाहा पाएका छौँ भने सही प्रकारले जवाबदेहीका साथ कम्पनी चल्ने हो भने, कम्पनीहरू अगाडि बढ्ने हो भने जनतालाई राम्रै प्रतिफल दिन सक्छ। त्यो पनि हो, प्रमाणित भइसकेको छ। सर्वसाधारण सेयर धनीलाई दिने डिभिडेन्डको कुरा गर्ने हो भने कुनै कुनै कम्पनीमा 125% डिभिडेन्ड पनि पाउने पनि भयो। एक सालमै 125% डिभिडेन्ड खाएको इतिहास पनि छ। 50%, 30%, 40% भनेको सामान्य भएको छ, त्यस्तो इतिहास छ। हाम्रो सवाल यहाँनिर हो कि कसले के गर्यो भन्नुभन्दा पनि बिमा व्यवसायमा 4वटा सरकार पक्ष हुन्छ, त्यो 4वटा सरकार पक्षलाई कम्पनीहरूले आर्जन गरेको नाफालाई समुचित खालको चाहिँ वितरण हुनुपर्छ भन्ने माग हो। त्यो भन्दा बेसी होइन, समुचित खालको वितरण हुनुपर्छ भन्ने कुरा हो। त्यसो भयो भने विगतको इतिहासले हामीले के प्रमाणित गरेको छ र के थाहा गरेका छौँ भने समुचित खालको प्रतिफल चाहिँ वितरण गर्यो भने यो क्षेत्र त प्रगति हुँदो रहेछ। अनि बिमाको दायरा पनि मतलब चाहिँ निकै फराकिलो भएर जाँदो रहेछ, अभिकर्ताहरूलाई काम गर्न पनि सजिलो हुँदो रहेछ। र तपाईँहरू जस्तो पत्रकार र सर्वसाधारण साथीहरूले पनि जनताले पनि बिमा गर्नलाई चाहिँ प्रोत्साहन हुँदो रहेछ। कहीँ पनि घाटा देखेको छैनौँ हामीले। तर यो अहिलेको अवस्था भनेको कस्तो भने सीमित र सरकार पक्षमध्ये एउटा दुईटा पक्षलाई मात्र पक्ष पोषण गर्न खोजेको कारणले गर्दाखेरि समस्या सिर्जना भएको भन्ने कुरा हो, न कि हाम्रा आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई बिमा नगरौँ भन्ने कुरा हाम्रो विषयवस्तु होइन। सचेततापूर्वक गरौँ, आवाज पनि उठाउँ। हामी खबरदारीको लागि हामी बिमित पनि हौँ, हामी अभिकर्ता पनि हौँ। तपाईँलाई हामीले बिमा गरायौँ, हामी फटा बन्न चाहँदैनौँ, हामी ठग बन्न चाहँदैनौँ। तपाईँहरूको सुरक्षाको निम्ति, तपाईँहरूको चाहिँ लगानीको र प्रतिफल र तपाईँहरूको लगानीको सुरक्षाको निम्ति पनि हाम्रो आवाज हो भन्ने कुरा हो।
न कि हामी हाम्रा बिमितहरूलाई या थप गर्ने बिमितहरूलाई थप नेपाली राजनीति विभिन्न बिमाको माध्यममा बचत नगर्नु भन्ने आशय होइन। प्रष्ट यसको चाहिँ ठिक प्रकारको चाहिँ कामहरूबाट, यसको नियमनबाट, यसको ठिक प्रकारको चाहिँ व्यवहारबाट यसलाई अगाडि बढाउनुपर्छ भन्ने मात्र हाम्रो माग हो।